घटना हुनसक्छ। अभिभावक बिनाको घर ध्वस्त हुनसक्छ। अभिभावक भनेको बाउ आमा हुनुजेल हामी डराउँछौँ त्यो घरमा हिँड्नु, बाहिर जे पाटे गर्नु। जब बाउ आमा हुँदैन हामी छारा हुन्छन्। त्यही भएर बाउलाई ठाउँमा ल्याएर र विगतमा गरेका गुणहरूलाई अगाडि बढाउनको लागि बालेन शाह युवा नेता, प्रधानमन्त्री प्लस राजसभाको वरिष्ठ नेता भएको हुनाले अहिले चितवनमा भएका घटनाहरूलाई केही तत्त्वहरूले काङ्ग्रेस एमालेको जस्तो पार्टीमा भण्डाफोर गर्ने, सामाजिक सञ्जालमा एउटा देखाउने, राजसभा सिद्ध्याउने भन्ने अर्घजी तपाईँले जुन धरानलाई गर्नुभएको कामलाई हामी सम्मान गर्छौँ। तपाईँले बोलेको कुरालाई नेपाल सरकारले चाहिने भन्दा बढी बजेट दिएको छ। तपाईँ त्यहाँ आफ्नो धरान बनाउनुहोस्, कसैको विरोध नगर्नुहोस्। यदि विरोधै गर्नु पर्यो सरकारले काम गरेन भने तपाईँ हामी सँगै बसेर काम गरौँ। हिजो दलले 50 वर्ष टकालेको हो भने अब 75 वर्ष टक्लिन्छ। यो सरकारले सकेन भने यो सरकारले सकेन भने तत्कालै यो सरकारले नसकिने बित्तिकै उहाँहरू आफैले के भन्नुभएको छ भने राजसभाको सभापतिज्यूले विगतका नेताहरूले 36 वर्ष शासन चलाइयो, 36 वर्ष लाग्यो हटाउनलाई। यदि अहिलेको युवा जनताहरू नेपालीले चाह्यो भने हामीलाई 26 दिनमा हटाउँछ भन्ने कुरा त सरकारको कामकाजलाई कसरी हेर्नु भएको छ अहिले? सरकारले अहिलेको अवस्थामा हामीले जुन वीर गोर्खालीका मनोज सापकोटाजीले भन्नुभयो, हामी सदाबार पृथ्वी पटमा पनि छौँ। हामी नेवार समुदायको रूपमा जय नेवा महाअभियान भनेर लगभग 1 वर्ष अगाडि विगतमा हामी कुनै एउटा अभियानमा थियौँ। त्यो अभियानले केही गर्न नसकिसकेपछि हामी आफै गर्नुपर्छ भन्ने एउटा मानवताका साथ अगाडि बढ्यौँ। बढ्दा हामीले 3 जिल्लामा नेवार समुदाय मात्रै होइन, जुन माओवादी काङ्ग्रेस एमाले जनयुद्धदेखि झापाकाण्ड प्लेन हाइचेकदेखि बाध्य भएर गाउँ छोडेका उपत्यकावासीहरूलाई एक ठाउँमा समावेश गर्ने काम गऱ्यौँ। तत्कालै जेएनजे आन्दोलन पछाडि जुन राजसभाको चुनावले बहुमत आइयो, त्यसपछि हामी 100 दिन कुर्नुपर्छ भन्नेमा थियौँ। अहिले जुन नेपाल सरकारले गरेको कामलाई समर्थन जनाउँदै अहिलेसम्म है, भोलि उहाँले के गर्नुहुन्छ त्यसको आवश्यक अनुसार हामीले सटक या सामाजिक सञ्जालबाट विरोध गर्नको लागि हामी तयार छौँ। तर अहिलेसम्म उहाँहरूले बोलेका कुराहरू हामीले 4 वर्ष अगाडिदेखि मनोज सापकोटा हामीले जुन कुराहरू उठाएका थियौँ त्यो उहाँहरूले एक्जाम दिनुको लागि केही पढ्दै हुनुहुन्छ, त्यसमा हामी खुसी छौँ। हजुर, तर ठुलो माछा चिप्लो हुन्छ भन्थ्यो, तर ठुलै माछा उठाएर ल्याएको हिजो एउटा कार्यक्रमबाट हेर्नु। यो अझै पनि ठुलो माछा होइन, यो सामान्य माछाहरू हुन्। यो सामान्य जबसम्म विगतमा नेपाली आमालाई बन्दगी राखेर आफू गाउँबाट आउँदा हात्ती छाप चप्पल लाउन नसक्ने व्यक्तिहरू आज काठमाडौँमा आएर गाउँमा भएकाहरूलाई सुकुम्बासी बनाउने व्यक्तिहरूलाई जबसम्म हिरासतमा राख्दैन, यिनीहरूलाई यो हिरासत होइन कि उहाँहरूलाई एउटा जङ्गलमा जनयुद्ध लडे जस्तै 5 बाई 5 को कोठा बनाएर चाहिँ खाने पिउने टोयलेट सहितको राखेर उहाँहरूको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। उहाँहरूले नेपाली जनतालाई बिना गल्तीमा बिना आरोपमा आज जेल सजाय दिइरहेछ भने त्यो जेल यिनीहरूको लागि होइन। त्यो जेल भनेको नेपाली जनतालाई दिएको ठाउँमा यिनीहरूलाई राख्नुहुन्न। यिनीहरूलाई 5 बाई 5 कै चाहिन्छ, त्योभन्दा बढी ठाउँ दिनुहुन्न। त्यो 5 बाई 5 मा पनि 3 जना हालिदिनु। त्यो किन भनिरहेको छ भने गृहमन्त्रीलाई आह्वान गर्न चाहन्छु, एउटा 10 बाई 12 को कोठामा यो जुन अहिलेको सरकार आउन अगाडि 35 देखि 40 जनासम्म मान्छे थुनेका हुन्छन्। कोही बानेश्वर एरियामा आफ्नो ड्युटी सकाएर एउटा बियर बोतल समातेर आउने व्यक्तिहरूलाई पनि रातभरि राख्दथ्यो। अहिलेको समय त्यो होइन। त्यही भएर यो अहिले भर्खरै यो साइड कतै कतै प्रधानमन्त्रीहरू जोगिनको लागि आफूहरूले पनि तिमीहरू पहिला जाऊ त्यसपछि हामी आउँछौँ भन्न खोज्यो हो कि भन्ने शङ्का छ। त्यही भएर टाउकोबाट सुरु गरौँ अनि त्यसपछि बीचको धार छोडेर खुट्टाबाट सम्म। टाउको भने पहिला नेपाली आमाहरूलाई बन्दगी राख्ने, नेपाली जनतालाई भुटानी बनाउने,
र आफ्नै छोराहरूले सामान्य गाउँका छोराछोरीलाई बलात्कार गर्दा केस नलाग्ने बनाउने नेताहरूलाई पहिला हिरासतमा राखौँ, त्यसपछि सेकेन्ड तहमा हामीले गर्ने भइदिए भए 46 साल पछाडिका वडा अध्यक्षदेखि मेयरहरूको सम्पत्ति शुद्धिकरण, त्यसपछि 20 को त त्यत्तिकै आफैले भन्छन् के आत्माले के भन्छन् भने सबै लग्यो मैले सम्पत्ति बुझाउनुपर्छ भन्ने एउटा मानसिकता आउँछ। त्यो मानसिकता बनाउनुको लागि गृहमन्त्रीज्यूलाई हामीले अनुरोध गर्न चाहन्छु, अबको सरकार चलाउने तरिका दलसँग होइन, नेपाली जनता एकतिर, नेपाल सरकार एकतिर हुनुपर्छ। नेपाल सरकार र नेपाली जनताको कार्यनीति कार्यदिशा र कोअर्डिनेसन सही ढङ्गले हुनुपर्छ। किन नेपाल प्रहरीले मात्रै भ्याउँदैन, नेपाली जनतालाई पनि बिना वर्दीको प्रहरी बनाउनुको लागि हामी आह्वान गर्न चाहन्छौँ। किन भन्दाखेरि गाउँ गाउँमा ठाउँ ठाउँमा जो विगतमा जनयुद्धमा 10,000 मारेर 17,000 बेपट्टा बनाएर लाखौँ घाइते बनाउने व्यक्तिहरू आज 4वटा 5वटा 9वटासम्म घर बनाएर 10-12 जना बडीगार्ड लिएर हिँडेका छन्। तिनलाई जनताले नै कारबाही गर्नुपर्छ। होइन, तिनी पनि त्यहाँनिर अनुसन्धानको दायरामा छ भन्ने कुरा छ। अनुसन्धानको दायरामा 35,000 भन्ने हामीले सामाजिक सञ्जालबाट सुनेको हो। अब जनताको माझमा ल्याएर खुल्ला मञ्चमा कालो मुस्लो दलेर नङ्गो झार बनाउनुपर्छ भन्ने हाम्रो आह्वान हो। रविले भने जस्तै नाकको डाँडी भात्ने गरी के घुमाउनु पर्ने अवस्था आएको खुल्ला मञ्चमा जनताले? होइन, अब किन भन्दाखेरि रविलाई 2 पटकसम्म चितवन जिल्लाबाट जनताले जनमत दिएको व्यक्तिलाई 1-1.5 वर्षसम्म कसरी प्रतिशोध साट्यो भन्ने कुरा त प्रष्ट भयो नि। अब यिनीहरूले सोझो ढङ्गले होइन कि जनतालाई दिएको दुःख जनताले देखिने गरी कारबाही गर्नुपर्छ। यो सर्लक्क लहर थुन्ने होइन, यिनीहरूलाई जनताको माझमा विगतमा जनतालाई जसरी प्रयोग गर्यो त्यो जनताले बुझ्ने गरी कारबाही गर्नुपर्छ। होइन भने अझै मात लाग्छ। यिनीहरू भाग्नु खोज्छन्, नेपाली जनताको मात हातमा भयो भने भाग्नु सक्दैन। त्यही भएर अहिले पनि यो देश बनाउनुको लागि जबसम्म कर्मचारी तन्त्र अन्त्य गर्न सक्दैन तबसम्म गाह्रो छ। होइन, आज एउटा वडामा घटना घट्यो, म यो प्रश्न गर्न चाहन्छु। वडा नम्बर 15 सातो बाटोमा सचिव र अध्यक्षको विवाद भयो। के कुरामा भन्दाखेरि 2 जना बुढाबुढी बसेर एउटा छोरा जन्मिएको थियो, आमा पत्रिकामा निकालेर बेपत्ता भएको सूचना निकालेको 1 वर्ष भयो। त्यो बच्चाले स्कुल पढ्नको लागि बाउको नागरिकता लिएर जाँदा सचिवले आमाको नागरिकता बिना जन्म दर्ता हुँदैन, नागरिकता बनाउनु पाउँदैन भन्नुभयो। अध्यक्षले सबै प्रकाशित भइसकेको मेयर सहितले टोक लाउँदा पनि किन हुँदैन भन्दाखेरि सचिव चला बोकेर हिँडेको अवस्था पनि छ। यो भने कर्मचारी तन्त्र। वडा अध्यक्ष भनेको जनप्रतिनिधि भयो 5 वर्षको लागि, कर्मचारी भनेको एक जिल्लाबाट अर्को जिल्ला जाला उसलाई हटाउन सक्दैन, त्यो पनि अन्त्य गर्नुपर्छ। कर्मचारीहरूलाई पनि यदि काम गरेन भने बर्खास्त गर्नुपर्छ। सर्व गर्ने होइन, बर्खास्तै गरिदिनु होइन। तर आज एमालेहरू छलफलाउन थाले चाहिँ कोलीले चाहिँ त्यहाँ छाडै निर्देशन दिएर बैठक राखेर त्यहाँ कच्चाकुचुक बनाउँछौँ भनेर धम्की पनि दिएछ नि त। होइन, यो अब केपी दाई भनौँ कि विगतमा हाम्रै पाटनमा एउटा झापाबाट आउँदा लोटो लिएर आएको थियो, एउटा पत्रिका पढ्नुको लागि त्यही लोटो सङ्कमबलमा गएर चोखो पानी लिने, त्यही हग्ने, त्यहीबाट जाने, एउटा सुकुल पनि थिएन सुत्नु। सुकुल पनि नेवार समुदायहरूलाई प्रयोग गर्दै नेवारी छोरी बिहे गरेर आज यो ठाउँ पुग्दा उहाँले के बोल्छन् के गर्छन्, एकता 70 कटेका बाटै पछि एउटा ग्रुपमा बसेर केही कुरा गर्नुहुन्छ, बाटोमा ओहो के बिटाइ के छ तपाईँलाई त यस्तो गर्यो भनेर टेटातिर लाग्छन् कि। त्यस्ता बुढापाकाहरूलाई बालिनले के गर्नुपर्छ भनेदेखि सकेसम्म सम्पत्ति शुद्धिकरण गर्ने, उहाँहरूले गरेको कामलाई संरक्षण गर्ने, गलत गरेकोलाई सजाय दिने। होइन, उनले त खरानी उठाएर लैजा मसँग केही छैन भनिसक्यो। होइन, सजिलोसँग भन्नु पायो, भन्नुलाई पैसा पर्दैन। होइन, सरकारलाई धम्क्याए त कच्चाकुचुक बनाउँछौँ के भनेर हेर्नुहोस् त। यो भुक्ने कुकुरले टोक्दैन भन्ने भाषा थाहा छ कि छैन? जुन घरमा कुकुर देशी होसियार भन्छ नि
कुकुरदेखि होसियार त्यहाँ कुकुरै हुँदैन। जब यत्रो कुकुर पालिरहेको हुन्छ नि घरमा, त्यसले टोक्दैन के, टोक्ने भने सानो कुकुरले हो, नबोल्ने ऊ नगर्ने नपुग्नेले चाहिँ झ्याप्पै चम्किन्छ। त्यो भने केपी अब अन्तिम विकल्प एकपटक जनतालाई भ्रम पारेर आफ्नो कार्यकर्ता बनाउन सक्छ कि भन्ने सोचमा हो। त्यो गलत भइसक्यो केपी दाइ, नसोच्नु होला। तपाईँहरूलाई हामीले पटक पटक सचिनुहोस्, तपाईँहरूले सरकार चलाउनुहोस्, कमसेकम भ्रष्टाचार नगर्नु भन्दा तपाईँहरूले हामीलाई हिरासत राखे होइन त। सामान्य मसाल जुस निकाल्नु खोज्दा तपाईँहरूले 24 घन्टा हालेका थिए। आज तपाईँहरूले यत्रो भ्रष्टाचार गर्दा, तपाईँहरूले देशै बेच्नु खोज्दा, नेपाली आमालाई बन्दगी राख्दा, तपाईँहरू विदेशीको दलाल हुँदा, आज युवाहरूले चलाउनु खोज्दा तपाईँहरूलाई टाउको दुखाइ केमा? त्यसभित्र भएका कार्यकर्ता भनौँ या केपी दाइको आफ्नो मान्छे भनौँ र एउटा नेपाली राजनीतिक नबुझेर हिँडेका आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले एउटा यस्तो बुझ्नु पऱ्यो कि नेपालै नभए तपाईँ नेपाली कहाँ रहन्छ? ल केपी त छ, केपी बित्यो भने तपाईँहरूको संरक्षण गर्ने चाहिँ कसले त? तपाईँहरू केपी पार्टी रहनु जेल त एमाले भइयो, भोलि त्यो पार्टीबाट निस्किन बित्तिकै तपाईँहरू नेपाली जनता हो कि होइन? तपाईँहरूले नेपाली किन भन्न जान्नु भएन? तपाईँहरूले पहिला नेपाली भन्न सिक्नुहोस्, त्यसपछि दलको कुरा गर्नुहोस्। अनि सरकारले गरेको काम कारबाही ठिक छ अहिले? अहिलेसम्म उहाँहरूले 2 महिना भयो, अझै हेर्नु बाँकी छ। मैले भन्नु खोजेँ कि अहिले जुन युवा नेता बालेन प्रधानमन्त्रीज्यूले तत्काल एसएलसीको लागि तयारी गर्दैछन्। एसएलसी दिनुको लागि उहाँले कलेज पढ्नु बाँकी नै छ, त्यसपछि के बन्ने भन्ने कुराहरू त अझै हेर्नु बाँकी छ। उहाँले पढ्दै हुनुहुन्छ। होइन, कालले छोड्ला तर बालेनले छोड्दैन भन्छ। हिजो उहाँले छोडे तापनि नेपाली जनताले अब छोड्दैन। बालेनले छोड्यो भने नेपाली जनताले छोड्दैन। अहिले भ्रष्टाचार नेताहरूलाई यो कुरा टोकाउनु, बालेनले छोडे तापनि अब नेपाली जनताले छोड्दैन। यो तपाईँको धम्की चेताउनी हो? होइन, उहाँहरूलाई सचिने बाटो पनि हो, धम्की पनि हो। धम्की नै हो, धम्की नै हो। धम्की भनेर नेपाली जनतालाई होइन, नेपाली जनतालाई भ्रममा राखेर कार्यकर्ता बनाउने र सुकुम्बासीको नाममा आफ्नो भोट बनाउने राष्ट्रघातीहरूको लागि मात्रै हो। होइन, सुकुम्बासीहरूलाई त के छ, सरकारले व्यवस्थापन गर्छौँ यही चाहिँ नि सरकारले गर्छ भनिसक्यो हिजो बालेनले। होइन, प्रष्ट रूपमा गरेको पनि देखिरहेका छन्। त्यो भित्र केही असन्तुष्ट व्यक्तिहरूले विरोध गरेन भने बालेन सचिन सक्दैन। विगतमा दलहरू बिग्रेको कारणले त्यही, जसले विरोध गरे त्यसलाई कारवाही गरे, जसले विरोध गरे त्यसलाई कारवाही गरे, अनि गुट बन्दै गयो। अहिलेको अवस्था त्यो छैन। उसँग स्पष्टीकरण मागेर मात्रै कारवाही गरिन्छ। विगतमा माओवादीमा हेर्नुहोस्, काङ्ग्रेसमा हेर्नुहोस्, एमालेमा हेर्नुहोस्। हिजो 10 वर्ष जनयुद्ध सँगै लड्ने बादल र टोकबहादुर राईमाझीलाई जेल हाल्ने को त आज आफै जाँदैछ। यो भन्नु खोजे के भन्दा 12 वर्षपछि पनि खोला फर्किन्छ।